पूर्णिमा छोरी छोरी ढोका खोल न पूर्णिमा ढोका खोल न छोरी किन रोएर यसरी बाबा आमालाई चिन्तामा पार्छौ ढोका खोल भनेको पूर्णिमा पूर्णिमा ढोका खोल न छोरी छोरी सन्चो भएन किन नबोलेको के डाक्टरले बोलाऊ छोरी किन बोल्दैन यो बोल न छोरी किन बोल्दैनौ तिमी अरे तिमी हाँस्दै पो छौ बाबा आज मैले तपाईहरु लगायत अरु सबैलाई बेवकुफ बनाए हामीलाई बेवकुफ बनाको कस्तो सातो उडाइदियोस् धन्न मेरो सास पनि रोकेन दुःख पनि कति दिन सक्या हो बाबा मैले विचार गरेको के मान्छे सीधा सादा भयो भने त न कसैले टेर्ने न कसैले सोध्ने हल्का टेढो भइदिएको त हेर्नु न सबैले सोध्ने आमाले त झन् छोरी ढोका खोल रे बाबाले त झन् डाक्टर बोलाउ छोरी रे चुप अब हाँसो बन्द चुप भाइ बाबा हेर छोरी अब हामीसँग हाँसेर बसेर मात्र हुँदैन अब तिमी ठुली भइसक्यौ तिमीले बिहा गर्नुपर्छ हाम्रो जिउ हुँदै तिम्रो बिहा गरिदिनु पाए हामीलाई पनि सन्तोष हुने थियो छोरी म आज पारी गाउँ गएको थिएँ सोल्टी तोकबहादुरको छोरा आकाश र तिम्रो बिहाको कुराकानी चल्दैछ पढाइ पनि राम्रो छ केटा पनि राम्रो छ तिम्रो के विचार छ ल भन गर्दिन म बे किन गर्ने बे बिहे गरेर बच्चा जन्माऊ हुर्काऊ उनीहरूलाई माया देऊ बाआमाबाट टाढा हौ अरूको छोराको पैतालाको धुरो भएर अरूको बाआमाको सेवा गर्नुभन्दा म मेरै बाआमाको सेवा गरेर बस्छु नि अर्काको घरमा गएर कोचिएर अरू कन्डरमा बस्न सक्दैन तपाईको छोरी त्यसो नभन छोरी राम्रो कुटुम्ब भएको बेलामा बिहे गर्नुपर्छ आमाले ठिक भन्दैछ छोरी हाम्रो कुरा पनि बुझ्ने कोसिस गर बस बुझे म तपाईहरुको लागि बोझ भएको भए एउटा छोरी पाल्ने क्षमता नभएर मेरो बिहे गर्दिने नै हो भने म तपाईहरुलाई छोडेर भागिदिन्छु